साथीहरु खतरा मिक्स भ्लगमा तपाईहरुलाई स्वागत छ। आउनुस् फेरि पनि दुःख सुखको कुरा गर्दा गर्दै एउटा कुराहरु चाहिँ तपाईहरुलाई शेयर गर्नलाई आफ्नो जीवनमा घटेको कुराहरु चाहिँ है समयमै चाहिँ सोचिहाल्नुस् है। अहिले जस्तै मैले चाहिँ गिल्टी फिल गरिरहेको छु है। कति युवाहरु चाहिँ नेपालमा बेरोजगार बसिरहेका छन् है। कति त्यस्तै कुराहरु छ। एक मिस्टेकले चाहिँ कति घाटाहरु हुन सक्छ है। अब जस्तै अब हिजो छाडी अस्तिको पोर्चुगलको कुरा गरौँ। पोर्चुगलमा तपाईको भनौँ न सब स्टेसन चाहिँ रहेनछ। आफ्नो सब स्टेसन फ्रान्स स्पेनबाट चाहिँ उल्टे चाहिँ सब स्टेसन लिएर पावर सप्लाई दिएको रहेछ। हेर्नुस् अर्को देशमा चाहिँ अलिकति त्यसैले म भन्छु आफूमा निर्भर पर्नुस्, अरूमा निर्भर पर्ने भने एक भनौँ न तपाईको 2-3 घण्टा 4-5 घण्टा 6-7 घण्टा बत्ती जाँदा कस्तो भयो पोर्चुगललाई अनुभव भयो, फिलिङ कस्तो भयो। त्यही भएर समय हरेक समयहरु चाहिँ एकदम किमती चाहिँ किमती छ है तपाईहरु हरेकलाई सबैलाई भनौँ न। त्यसैले समय चाहिँ वेस्ट नगर्नु होला। अब सकभर तपाईहरु पढ्दै हुनुहुन्छ भने चाहिँ अब पढ्नको लागि पनि स्टुडेन्ट भिसामा कतै पनि कुनै पनि युरोपियन देशहरु छिर्नुहोस् है। केही गर्नुहोस् हुन सक्छ भने अझै पनि नेपालमै केही गर्नुहोस् है। अहिले त धेरै अवसरहरु पनि खुलेको छ है। नेपालमा पनि नगर्नुस् भन्दिन, अर्काको देशमा गर्नु भन्दा त आफ्नो देशमा पनि गर्नु राम्रो हुन्छ है। ट्राई गर्नुहोस्। गर्दा चाहिँ भनौँ न जे आफूलाई पोसिबल छ, जे आफूलाई खुसी लाग्छ, जे गर्दाखेरि चाहिँ आफूलाई सही लाग्छ त्यो कामहरु गर्नुहोस् है। जस्तो भित्रैदेखि चाहिँ भनौँ न होस्। र फेरि विदेश मात्रै पस्ने भनेर तपाईहरु पस्नुभयो भने चाहिँ फेरि पछि लास्ट दुःख पाउनुहुन्छ है। एउटा कुरा चाहिँ स्ट्रगल आफूसँग चाहिँ के न के चाहिँ भनौँ न कामहरु चाहिँ सिक्नुहोस् है। तर पैसा छ टन्नै छ भने चाहिँ आउनुहोस्, केही फरक पर्दैन है। बाबुबाजेको सम्पत्ति टन्नै छ भनेदेखि चाहिँ आउनुहोस्, त्यसलाई खर्च गरेर केही मनी अट्याक टु मनी भनेर हामीले चाहिँ गुलमरमा पढेका थियौँ सानैमा हैन। त्यस्तै हो। र त्यसैले सोच्नुस्, समय खेर नफाल्नुहोस् है। समय छँदैन केही गरिहाल्नुहोस्। र फेरि गरिहाल्ने भनेर त्यतिकै हचभरमा चाहिँ नछिर्नु होला है। जस्तै युकेमा कति साथीहरु छिरे हैन, हचभर भनौँ न त्यतिकै। तर फेरि आफूसँग सिप कलाहरु छ भनौँ न, तपाईसँग केही गर्ने क्षमताहरु छ भने चाहिँ छिर्नु भएन राम्रो हुन्छ। गर्न सक्नुहुन्छ केही न केही त युकेमा पनि। गर्न नसक्ने भने युकेबाट अरू देशहरुमा जान सक्नुहुन्छ। जसरी म स्ट्रगल गरेँ, जस्तै युके सिजनल भिसाको लागि मैले कति चोटी तपाईहरुलाई गरे। अहिले तपाईको कतिजना चाहिँ अब आउनुभयो। अहिले जोन खड्काज्यू अब उहाँले चाहिँ 2 नम्बर काम गरेर पठाउनु भयो, त्यसै भएर उहाँ अहिले फस्नु भयो। त्यसरी होइन कि मान्छेलाई चाहिँ अब दलै तरिकाले खानी हैन कि मान्छेलाई कसरी हुन्छ हल्का फुल्का भनेको त ल ठिक छ, मह काट्नेले हात चढ्छ त्यो भनेको कुरा सिम्पल नर्मल हो। तर त्यति साह्रो पनि होइन नि त। मान्छे एकजना बराबर 10 लाख 12 लाख लिनु त्यो राम्रो कुरो होइन है। आउनलाई धेरै भन्दा धेरै त युके आउनलाई तपाईको धेरै भन्दा धेरै कति लाग्छ भने 3 देखि 4 लाख हो। यहाँ कमाइ भनेको 2.5 देखि 3 सम्म हुन्छ। राम्रोसँग काम गर्नु, आफूसँग काम छ भने चाहिँ फेरि त्यो भन्दा बढी पनि हुन्छ है। युकेको पाउन्डहरु बढी पनि छ। र अहिले त युरोपको युए पनि युरोपको पनि हैन बढेको छ करेन्सी पनि तपाईको है। त्यसैले सोच्नुहोस् है कुन देशमा जाँदा आफूलाई राम्रो हुन्छ। अरूमा भर पर्ने हैन। मलाई यस्तो दिनुस् उस्तो हेर्नुस्। गुगल अहिले गुगलमा हरेक कुराहरु सम्भव छ। असम्भव भन्ने कुरा केही पनि छैन है। ठाउँमा छिर्नु भने चाहिँ जस्तै इलन मास्कलाई हेर्न सक्नुहुन्छ। उसले कति ठाउँमा पुगेको भएर उसले ठाउँ जस्तै त्यो चाहिँ हाम्रो अमेरिकामा हुने कि हाम्रो नेपालमा हुन्थ्यो भने त्यसले उसले पनि सायद अब त्यस्तै अब देश नेपाल त नराम्रो हैन, संसारको सबभन्दा स्वर्ग ठाउँ भनेको चाहिँ म भन्छु हाम्रो अब आफू देश जन्मेर आफ्नो जन्मेको देशलाई भन्न खोजेको होला त्यो होइन। तर हरेक टुरिस्टले हरेकले चाहिँ भन्छ नेपाल जस्तो ठाउँ चाहिँ कहीँ पनि छैन है। त्यसैले चाहिँ केही गर्नुहोस्, नेपालमै सक्नुहुन्छ भने केही गर्नुहोस्, होइन भने चाहिँ विदेश बस्नुहोस् है। समय छँदै केही न केही गर्नुहोस् है। मसँग जोडिराख्नुहोस्, मेरो च्यानललाई लाइक सब्सक्राइब गर्दै गर्नुहोस्। र हरेक कुराहरू म चाहिँ प्रुफका साथमा लिएर आउँछु होइन। अब भनौँ न जे कुराहरू पनि म प्रुफ बिना चाहिँ गर्दिनँ। र अहिले तपाईँको आयरल्यान्डको लागि यो तपाईँको एग्रिकल्चरको लागि खुल्दैछ है। हाम्रो सिस्टर जाँदै गइसक्नुभयो, 1 वर्ष जति भयो। उहाँले चाहिँ राम्रोसँग बुझ्दै हुनुहुन्छ त्यहाँको इन्फर्मेसन कस्तो छ होइन। एग्रिकल्चरमा आउँदाखेरि कस्तो हुन्छ, कति लागत लाग्छ, कति कमाइ हुन्छ, त्यो कुराहरू बुझेपछि मात्रै मैले तपाईँहरूलाई लिङ्कहरू दिने र त्यस्तो सेयरहरू गर्ने गर्छु है। त्यसैले अब जति छिर्नुभयो युकेमा है चाहिँ मद्वारा दिएको भनेर यसरी गर्नुभयो तपाईँले। कतिले चाहिँ त्यसो गरेको कारणले एलेक्सले मसँग चाहिँ अब भनौँ न एलेक्सको नम्बरहरू सबै त दिएँ मैले। तर तपाईँहरूले चाहिँ मलाई अब उल्टै फन्दामा पारिदिनु भयो। त्यस्तो होइन, आफूले गर्ने हो जे कुरा पनि है, अरूमा भर पर्ने होइन। हस् त आजलाई यति नै। मेरो च्यानललाई लाइक सब्सक्राइब गर्दै गर्नुहोस् है। आजलाई यति नै। हस् त नमस्कार। र यस्तै कुराहरू इन्फर्मेसन भिडियोहरू हेर्नको लागि खत्री मिक्स भ्लगलाई सम्झिनुहोस्। यस्तो कुराहरू चाहिँ म लिएर आइराख्छु है। र आफ्नो भनौँ न मैले जसरी स्ट्रगल गरेँ तपाईँहरूले पनि गर्न सक्नुहोस्, तपाईँहरू पनि प्रगति गर्नुहोस् भन्ने कुरा म चाहन्छु। तपाईँहरू पनि राम्रोसँग भनौँ न कुनै न कुनै देशमा
सेटल हुनुहोस् भन्ने मेरो शुभकामना छ। हस् त आजलाई यति नै। हस् त, नमस्कार।